भोक लागेको थियो, त्यही भएर तल किचनमा गएँ। फ्रिज खोलेको त फ्रिजमा 2टा अन्डा रहेछ। यतापट्टि मम्मीले अचार पिनिरहनु भएको छ। मम्मीले फर्सीको तरकारी बनाउनु भएको थियो। म अन्डा पकाउन लागि प्याज काट्दैछु। अनि मैले अन्डा फुटाएँ। अनि मैले घोलेँ। अल्छी लागिरहेको थियो, त्यही भएर एकैछिन नाचेँ। अन्डाको फोर मैले 10 मिनट गरेर हालेँ। अनि मैले आफ्नो लागि भात पस्किएँ। उता मेरो मम्मी नाचिरहनु भएको थियो। अन्डा पनि पाकिरहेको थियो। मम्मीले मलाई तरकारी हालिदिनु भयो। म पानी लिन गएँ। मम्मीले मलाई भात पस्केर राखिदिनु भएको थियो। मैले खाना थालेँ। खाना खाइसकेपछि म आराम गर्दै बसेँ। द्याट्स इट फर टुडे। टाटा।